नमस्कार किसान साथीभाइहरूलाई, यो मेरो सुङ्गुमा पिग फार्म विगत 4 सालदेखि चल्दै गरेको हो। तपाईहरुलाई कुनै पनि बच्चा या मासुको लागि सुँगुर चाहिन्छ भने सम्पर्क गर्न सक्नुहुनेछ। यस्तो छ मेरो चाहिँ। यो चाहिँ कटिङको लागि छ सबै। बच्चा चाहिँ अर्को अलिक व्यवस्थित खोर छ, व्यवस्थित खोरमा छ बच्चा चाहिँ। सबै कटिङको लागि अरू बिर पनि छ मेरो बिक्रीको लागि एउटा ल्यान्डिसको। यो बिर चाहिँ यो चाहिँ हो, यो ठुलो बिर योक्सारको। यो चाहिँ फर्स्ट बेडमा भर्ती भएकोहरू हो। यो सेकेन्ड बेडमा हो, यो सेकेन्ड बेड। त्यो दुईवटा फर्स्ट बेड पनि छ। उल्टो पारिपट्टि त्यहाँ छ गिल्डहरू, छोरीहरू चाहिन्छ भनेदेखि। र त्यहाँ एउटा मादा छ, माउ छ। त्यसको बच्चा साह्रो भइसकेको त्यस्तो के सुतेको होला, बच्चाहरू सुतिरहेको किन देखेको छैन। एउटै बच्चा मरेको जन्महरू 4टा, एउटा जीवित छ। र अरू बच्चाहरू मेरो अर्को उतापट्टिको अर्को 3 माउले ब्याएको छ। त्यो पनि बुक गर्न सक्नुहुन्छ बच्चाहरू। बिर चाहिँ तपाईँको बिक्रीमा भनेको यो है, यो बिरको हो। यो चाहिँ बिक्रीमा छैन। यो ल्यान्डिसको पोटी गर्दो रहेछ। यो चाहिँ बिक्रीमा छ। तपाईँलाई चाहियो भने सम्पर्क गर्न सक्नुहुन्छ। यो छोरीहरू हो, बिल चाहियो भनेदेखि सुतिरहेछ बच्चाहरू। बिक्री भइसकेको यो लगभग भन्दा पनि हुन्छ। एडभान्स थापिसकेको छु। र चाहिन्छ भने सम्पर्क गर्नुहोला है त साथीभाइहरू। थ्याङ्क यू।